आज हामी चिप्ले भेन्डीलाई नयाँ तरिकाले पकाउँ है त। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई अनदर न्यू भिडियो। म चिप्ले भेन्डी नयाँ तरिकाले पकाउँदैछु। त्यसको लागि हामीलाई दही चाहिन्छ। यो चाहिँ 250 ml दही हो, यो फ्रेस दही हो। एउटा ठुलो मसिनो काटेको प्याज, जिरा धनियाको धुलो 1 टीस्पुन, एउटा काटेको खुर्सानी, हिङ 1/3 टीस्पुन, अदुवा लसुनको पेस्ट 1 टेबलस्पुन, हाफ टीस्पुन बेसार, 1 टीस्पुन करी मसला, नुन स्वाद अनुसार। मैले यहाँ 2 खालको खुर्सानीको धुलो लिएको छु। एउटा चाहिँ नर्मल पिरो खुर्सानी हो, यो चाहिँ काश्मिरी लाल मिर्च हो, यो चाहिँ कलरको लागि हो। अब हामी चिप्ली भेन्डी पकाउनलाई एउटा मिक्स रेडी गरौँ है त। मैले दहीलाई फिटेर लिएको छु। यो दहीमा अब यो करी मसलालाई पनि राख्नुपर्छ, थोरै बेसार, यो दुवै थरीको खुर्सानीको धुलोलाई पनि यसैमा राख्छौँ, जिरा धनियाको धुलो र नुन स्वाद अनुसार पनि राख्छौँ। अब यसलाई एउटा विस्कको सहायताले राम्ररी फिटौँ। यो राम्ररी फिटिसक्यो। अब यसलाई हामी एकछिन साइडमा राखेर भिन्डी फ्राई गर्नतिर लाग्छौँ है त। भिन्डी फ्राई गर्नको लागि हिट अन गरेर एउटा प्यान बसाल्ने। प्यान तातिसकेपछि यसमा 4 टेबलस्पुन जति तेल हाल्ने। तेल तातिसक्यो। अब हामी यसमा यो काटेर राखेको सबै भिन्डीलाई राखेर फ्राई गर्छौँ। यसलाई 5 मिनट जति हाई हिटमै फ्राई गर्नुपर्छ। तेल सबैतिर लाग्ने गरेर यसलाई चलाइसकेपछि हामी यसमा थोरै बेसार पनि हाल्छौँ। अब यसलाई पनि राम्ररी चलाऊ। हेर्नुस् त, यो 5 मिनट फ्राई पनि भइसक्यो। यो 5 मिनट फ्राई भइसक्दा चाहिँ यो यतिको देखिन्छ। अब चाहिँ हामी यसलाई हिट अफ गरेर यो सबै भिन्डीलाई एउटा भाँडामा निकाल्छौँ। यसरी सबै भिन्डीहरूलाई एउटा भाँडामा निकाल्ने। अब फेरि हिट अन गरेर यही भाँडामा फेरि 1 टेबलस्पुन जति तेल थप्ने। तेल तातिसकेपछि यसमा थोरै जिरा पनि फुराउने। जिरा यतिको ब्राउन भएपछि यसमा अब एउटा काटेको खुर्सानी, हरियो खुर्सानी हाल्ने, सँगसँगै एउटा ठुलो काटेको प्याज पनि। अब यसलाई यसरी राम्ररी चलाउने। प्याज यतिको क्यारामलाइज भएपछि यसमा अलिकति हिङ पनि हाल्ने। यसलाई पनि राम्ररी चलाउने। अब यसमा 2 टीस्पुन अदुवा लसुनको पेस्ट पनि राखेर 2 मिनटको लागि हाई फ्लेममा राम्रोसँग चलाएर पकाउने, ताकि यसको रपन मेटियोस्। यो अदुवा लसुन चाहिँ ओभरकुक पनि हुनु हुँदैन। 2 मिनट हाई हिटमा प्याजलाई राम्ररी भुटिसकेपछि अब यसमा हामी अघि नै हामीले बनाएर रेडी गरेको मिक्सलाई राख्छौँ। अब हिटलाई लो फ्लेममा राखेर यो मिक्स सबै यसैमा खनाउने। दही हालिसकेपछि चाहिँ हामीले हिटलाई हाई गर्नु हुँदैन। यसलाई लो फ्लेममै चलाउँदै चलाउँदै पकाउनुपर्छ। हामीले हिटलाई धेरै हाई राख्यौँ भने चाहिँ हाम्रो दही फाट्छ। अब हामी यसलाई लो फ्लेममा 5 मिनट ढाकेर पकाउँछौँ है त। यो 5 मिनट पनि भयो। अब यसलाई एकचोटि हामी खोलेर चलाउँछौँ। हेर्नुस् त, 5 मिनट लो हिटमा पकाउँदाखेरि हाम्रो माथिबाट तेलहरू तरिन थालिसकेको छ। यसको मतलब यो चाहिँ पाक्न थाल्यो। अब यसलाई एकचोटि राम्ररी चलाउँ। अब हामी अघि दही फिटेकै भाँडामा अलिकति तातो पानी लिएर यो पनि यसैमा राखेर अब फेरि 5 मिनटको लागि छोपेर पकाउँछौँ। यो चाहिँ अब चिप्ली भेन्डी राखेर पकाउनलाई रेडी भयो। अब हामी यसमा चिप्ली भेन्डी राखेर पकाउँछौँ है त। यसमा यो फ्राई गरेर राखेको चिप्ली भेन्डी सबै खनाउँ।
अब यसलाई पनि राम्ररी चलाएर 3 देखि 4 मिनेटको लागि हाई फ्लेममा उमालौँ है त। अब चाहिँ हामीले यसको बिर्को लाउँदैनौँ, यसलाई यतिकै नै खुल्लै पकाउने हो। यो 4 मिनेट हाई हिटमा पकाइसकेपछि यो यतिको देखेको छ। अब यसलाई एकचोटि फेरि चलाऊँ। अब यो चाहिँ रेडी भयो। हिट अफ गरेर अब यसलाई सर्भ गरेर देखाउँछु है त। हेर्नुहोस् त, मैले चाहिँ यसरी सर्भ गरेर खान लाएँ। हजुरहरूले चाहिँ यो चिप्ली भेन्डी रोटी भुजा जेसँग खानु हुँदाखेरि पनि मिठो हुन्छ। यदि हजुरहरूलाई मेरो भिडियो मन परेको छ भने मेरो भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। इन्जोय।